नमस्कार साथीहरू, फिफा वर्ल्ड कप अब आजदेखि सुरु हुँदैछ। हाम्रो सबैको प्रतीक्षा चाहिँ समाप्त भइसकेको छ। के तपाईँलाई थाहा छ आजको पहिलो म्याच चाहिँ कुन कुन टिमबाट रहेको छ भनेर? म तपाईँलाई आजको भिडियोमा पहिलो टिम कुन कुन रहेको छ र कति बजे म्याच सुरु हुँदैछ र कसरी हेर्ने भनेर त मैले अगाडिको भिडियो बनाएको छु, त्यसमा पनि हेर्न सक्नुहुनेछ। ल भिडियोलाई सुरु गरौँ। फिफा वर्ल्ड कप 2026 को पहिलो म्याच चाहिँ मेक्सिको र साउथ अफ्रिका बीच हुँदैछ, जुन चाहिँ रहेको छ स्टाडियो स्टेडियममा। त्यो स्टेडियम त्यही हो जसमा चाहिँ पेले र म्याराडोनाहरूले विश्वकप जितेका थिए। एकदम स्पेसल स्टेडियम रहेको छ। हाम्रो पहिलो वर्ल्ड कप म्याच हेर्ने टाइम चाहिँ रहेको छ राति रहेको छ, जुन चाहिँ रातिको पनि बिहान भनौँ, भोलिपल्ट बिहान भनौँ, अथवा अब आज राति 12 बजे कटेपछि भनौँ, त्यतिखेर रहेको छ। जुन चाहिँ रहेको छ 12:45 राति 12:45 तपाईँले यो म्याच हेर्न सक्नुहुनेछ। म्याच चाहिँ निकै राति नै भएको छ। आज सायद हामी सबै नसुति नै बस्नुपर्छ होला यो म्याच हेर्नका लागि। 12:45 यो म्याच सुरु हुँदैछ भने आजको म्याचको लागि कतिको एक्साइटेड हुनुहुन्छ भन्नु होला। र तपाईँलाई के लाग्छ यो पहिलो म्याच कसले जित्ला त? यसले कि यसले? कमेन्ट गर्नु होला। मलाई चाहिँ लाग्छ पक्कै पनि कुनै एक देशले चाहिँ जित्छ, कुन त भन्न म सक्दिनँ, तर कुन देशले लाग्छ कमेन्ट पनि गरिदिनु होला र डेली अपडेटको लागि यो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला।